The words that were spoken to me on 23rd April, 23 अप्रिलको दिन मलाई परमेश्वरले जुन चाहिँ वचनहरू दिन भयो, जुन कुरोहरू भन्न भयो, त्यो कुरोहरू म यहाँनिर मसित छ। I'm laying it before you as I have received from the Lord. परमेश्वरबाट जस्तो प्रकारले मैले सुने त्यस्तै प्रकारले तपाईहरुको अगाडिपटि म यो कुरोलाई राख्न लागेको छु। This is not to frighten you, यो वचन तपाईलाई डराउनको लागि या भयभीत पार्नको लागि भनिराखेको छुइन, but this is to prepare you, तर यसले चाहिँ तपाईलाई तयार गरोस् भन्ने हेतुले हो, so that you may know where you stand in these times. ताकि तपाईले जान्न सक्नुहोस् कि यो समयहरुको बीचमा तपाई कुन ठाउँमा उभिराख्नु भएको छ And what you ought to do. अनि तपाईले के गर्न पर्छ भन्ने कुराहरु पनि। Let me share the series of world events that will take place. अनि म तपाईहरुलाई भन्न चाहन्छु, परमेश्वरले मलाई भन्नुभएका कुराहरु के संसारमा कुन प्रकारको घटनाहरु अब घट्न लागेका छन्। Number 1, पहिलो कुरो, traditional banking systems will change. पारम्परिक रूपले जुन प्रकारको बैंकिङ प्रणाली छ अथवा बैंकले जुन प्रकारले आफ्नो प्रणाली चलाउँदै आएको छ, अब त्यो चाहिँ बदलन लागेको छ। Financial transaction systems will change. जुन प्रकारको वित्तीय लेनदेनका कार्यवाहीहरु छन् अहिलेसम्म भइराखेका, त्यो वित्तीय लेनदेनको कार्यवाहीमा ठूलो परिवर्तन आउने छ। Flow of money will be controlled by the government. अब जुन प्रकारले पैसा रुपैयाँ यस बेलासम्म चलाइरहन्थ्यौ हामीले, त्यो पैसा रुपैयाँ चलाउने जुन चाहिँ प्रक्रिया छ त्यसमाथि सरकारको नियन्त्रण हुन लागेको छ। Even the money you have in the bank will be seized. तपाईको आफ्नै पैसा जो चाहिँ तपाईले बैंकमा राख्नु भएको छ, त्यो पैसालाई पनि सरकारले आफ्नो कब्जामा राख्नेवाला छ। Use of your property and assets will be controlled. तपाईको आफ्नै निज धन अनि सम्पत्तिहरुलाई तपाईले जुन प्रकारले चलाउन चाहनुहुन्छ त्यसमा पनि नियन्त्रण हुनेछ सरकारद्वारा। Whatever you buy and sell will be strongly monitored. तपाईले के कुरोलाई किन्नुहुन्छ, के कुरोको बेचबिखन गर्नुहुन्छ त्यसमाथि सरकारको कडा नजर रहनेछ। Even your bank balance. यतिसम्म कि बैंकमा भएको तपाईको बाँचेको पैसा पनि You can't even say that is mine, तपाईले भन्न पाउनु पनि हुने छैन कि यो चाहिँ मेरो हो, because that is going to change now. किनकि अब त्यो कुरोमा परिवर्तन आउन लागेको छ। You won't even have money in your hands. तपाईको हातमा सायद पैसा पनि नहोला, So everything will be controlled. जम्मै कुरोमाथि चाहिँ नियन्त्रण हुन लागेको छ। Number 2, दोस्रो कुरो, economy of many nations will collapse. धेरै धेरै राष्ट्र अनि देशहरुका अर्थनीतिहरु चाहिँ अब खत्तम भएर जानेछन्। The economy will be in shatters. आर्थिक अवस्था चाहिँ एकदमै तल गिरेर जानेछ, तल झरेर जानेछ। In fact, it will be such a tragedy that they will not know how to get up from it. यतिसम्म त्यो अवस्थामा देशहरु पुग्न लागेका छन् अनि पुग्ने छन् कि अब त्यहाँबाट कसरी उठ्नु पर्ने हो त्यो पनि उनीहरुलाई थाहा हुने छैन। Many nations will give up their economic reforms. धेरै धेरै राष्ट्रले अब हामी यहाँबाट उठ्न सक्दैनौं भनिकन हातलाई खडा गर्नेछन्। So there will be much economic turmoil in these nations. अनि यस्तो प्रकारले यी राष्ट्रहरुभित्र आर्थिक कुरोहरु चाहिँ एकदमै डाउनडोल भएको कारणले गर्दाखेरि पुरा गडबडी उत्पन्न हुनेछ। They will be burdened by the loans that they will take. उनीहरुले लिएको जुन चाहिँ त्यो ऋणको राशि चाहिँ त्यो राशिद्वारा उनीहरु थिचिनेछन्। And the loan will be shared among all the citizens. अनि यो जुन चाहिँ ऋण देशले लिएको छ त्यो ऋणको बोझ चाहिँ सारा बासिन्दाहरुमाथि, देशका नागरिकहरुमाथि पर्न आउँछ अनि उनीहरुले पनि त्यसलाई तिर्न पर्नेछ। So nobody can come out of this economic crisis. जुन प्रकारको आर्थिक संकट छ, यस आर्थिक संकटबाट निस्किन उनीहरुलाई बडो गाह्रो पर्नेछ। Number 3, तेस्रो कुरो, robotics and artificial intelligence shall replace many job types. रोबोटिक्स अनि आर्टिफिशियल इन्टेलिजेन्सले चाहिँ धेरै धेरै नौकरीहरुको जग्गालाई लिनेछ अथवा त्यसको स्थानलाई उनीहरुले ओगट्नेछ। Many people are already thinking about that. धेरै धेरै मानिसहरुले आजको दिनमा यो कुरोहरुलाई सोचिराखेको अनि यसलाई गर्ने भनिकन उनीहरुले योजना बनाइराखेको हामी देख्छौं। For example, India, उदाहरणको लागि भारतमै हेर्यौं भने due to the coronavirus epidemic, यस कोभिड-19 को जुन प्रकारको महामारी छ यसको कारणले गर्दा millions and millions of migrants have gone back to their homes. लाखौं लाख मानिसहरु अनि श्रमिकहरु चाहिँ आफ्नो ठाउँहरुमा, आफ्नो शहरहरुमा अनि आफ्नो राज्यमा फर्किएर गएका छन्। This has created huge manpower crisis in the industries. अनि जसको कारणले गर्दाखेरि ठूला ठूला औद्योगिक इकाइहरुमा अब काम गर्ने मानिसहरुको ठूलो घटी र कमी भएको छ। Now they will bring forth robots. अब उनीहरु के गर्न लाग्दैछन् भनेदेखि उनीहरुको स्थानमा रोबोटको प्रयोग गर्नेछन्। They will bring forth machines with artificial intelligence. अनि उनीहरुले यो प्रकारको मसिनहरु अनि यन्त्रको जडान गर्नेछन् जसलाई चाहिँ आर्टिफिशियल इन्टेलिजेन्स द्वारा चलाउन मिल्नेछ। Man's work will be replaced. मानिसको काम चाहिँ अब मसिनहरुले गर्न लाग्नेछन्। Because machines are not affected by virus. किनकि मसिन अनि यन्त्रहरुमा कुनै पनि प्रकारको भाइरस लाग्ने डर हुँदैन। They will not be affected by pandemics. उनीहरुलाई कुनै पनि प्रकारको महामारीले फरक पार्दैन। So that's why this system will take place now. यो प्रकारको प्रणालीमा यसरी परिवर्तन आउने छ।
Machines will be used as caretakers. अब मसिनहरूलाई नै उनीहरूले वास्ता फिक्री राख्ने केयरटेकरको रूपमा पनि उनीहरूले अब लगाउन लाग्नेछन्। Housekeeping, घरको कामहरू गर्नको लागि पनि, laundry and cooking. अनि लुगाफाटा धुने कुरोहरू अनि त्यस्तै प्रकारले खानापिना बनाउने कामहरूको लागि पनि यस्तै मसिनहरूको प्रयोग हुनेछ। So machines will take over now. अब मसिनहरूले नै मानिसहरूको कामलाई चाहिँ उनीहरूले गर्न लाग्नेछन्। Number 4. चौथो कुरा, Famine shall overtake many countries. धेरै धेरै देशहरूमा ठुलो अकाल अनि अनिकालहरू पर्न लागेको छ। There will be massive waves of famine sweeping the nations. अनि राष्ट्रमा यति भयानक प्रकारले अनिकालहरू उर्लेर आउनेछ। Food grains will be hoarded by rich nations and rich people. धनी धनी राष्ट्र अनि धनी धनी मानिसहरूले खानेकुराहरू अनि खाद्यान्नहरूलाई उनीहरूले कब्जामा राख्नेछन्। Massive food shortage is coming all over the world. संसारभरिका देशहरूमा ठुलो खाद्यान्नको अकाल अब आउन लागेको छ। The poor will not have much. गरिबको अगाडिपट्टि केही पनि हुँदैन। So this will give rise to lawlessness. अनि यसको कारणले गर्दाखेरि यसको प्रत्युत्तरमा भनेर भने यसको फलमा चाहिँ अब अराजकता भन्ने कुरो पैदा हुन्छ। Number 6. छैटौं कुरा, There will be civil unrest in many nations. धेरै धेरै राष्ट्रमा नागरिकहरू आन्दोलनमा उत्रिनेछन्। As lawlessness increases, जसै अराजकता भन्ने कुरो बढेर जान्छ, people will defy authorities. मानिसहरूले अख्तियारको हुकुमहरू पालन गर्न छोड्नेछन्। In fact, even within the nation there will be civil wars. वास्तवमा एक देश भित्रै पनि नागरिकहरू आफ्नै सरकारको विरुद्धमा खडा हुनेछन्। I see people rising against people. म के देखिराखेको छु भनेदेखि मानिसहरू अर्को मानिसको विरुद्धमा उठिराखेका छन्। So there will be massive civil unrest. अनि यसरी चाहिँ नागरिकहरूको बीचमा यति साह्रो बेसी आन्दोलन अनि गडबडीहरू हुनेछ। In one hand, the civil unrest is taking place. एकतर्फ हामीले हेरिराखेका छौं भनेदेखि नागरिकहरू स्वयं नै एकदमै आन्दोलनमा उत्रिराखेका छन्। On the other hand, अर्कोतिर the police system will be sold out. जुन प्रकारको पुलिस व्यवस्था छ अनि प्रणाली छ यो चाहिँ अब एक प्रकारले बिक्री हुनेछ। The judicial system will be sold. न्याय प्रणाली पनि बिक्री हुनेछ। So they will not look after the welfare. उनीहरूले नागरिकहरूको कल्याणको निम्ति अनि सबै असल व्यवस्था मिलाउनका लागि कुनै कुरोलाई पनि उनीहरूले हेर्ने छैनन्। So everything will be sold out. हरेक कुरालाई हामीले हेर्यौं भनेदेखि चाहिँ बिक्री हुनेछन्। The poor and the needy will be left to defend for themselves. गरिब अनि निमुखाहरू चाहिँ उनीहरूले आफ्नो सुरक्षा आफै गर्न पर्छ, उनीहरूको लागि कोही पनि उठ्दैन। They will have no one to cry out to. उनीहरूसित कसलाई गएर पुकार्नु पर्ने त्यो व्यक्ति पनि हुँदैन। But God is going to hear their cries. तर उनीहरूको रोदन अनि क्रन्दनलाई परमेश्वरले सुन्न लाग्नुहुनेछ। And terrible judgment is coming upon nations. अनि राष्ट्रमाथि भयानक प्रकारको परमेश्वरको न्याय आउनेछ। Because God will stand up for them. किनभने उनीहरूको निम्ति चाहिँ परमेश्वर खडा हुनुहुनेछ। So there will be much judgment and hardship upon nations. र यसरी देश अनि राष्ट्रमाथि परमेश्वरको ठुलो अनि भयानक न्याय आइपर्नेछ। Number 7. सातौं कुरा, Fire shall devour many countries आगोले धेरै धेरै देशहरूलाई सखा पार्नेछ। in such a way that they will even give up hope of reviving those cities. यतिसम्म आगोद्वारा सहरहरू नष्ट हुनेछन् कि कतिवटा देशहरूले त्यस सहरहरूलाई फेरि पुनर्निर्माण गर्ने अथवा बनाउने कुरोमाथि पनि उनीहरूले सोच्न पनि सक्ने छैनन्। Those towns and those places will be beyond repair. त्यो सहरहरू अनि त्यो ठाउँहरू चाहिँ अब कुनै पनि प्रकारले बनिन नसक्ने, पुनर्निर्माण हुन नसक्ने अवस्थामा पुग्नेछन्। They will become ghost towns. अनि त्यो सहरहरू चाहिँ भूतहरूको डेरामा परिणत हुनेछ। People will flee. मानिसहरू भाग्नेछन्। There will be no one to repair those cities. अनि त्यो सहरहरूलाई पुनर्निर्माण गर्ने कोही पनि हुने छैन। So these are the things that is going to take place. यो घटनाहरू चाहिँ अब हुन लागेको छ। Number 8. आठौं कुरा, Pray for your children. तपाईहरुको नानीको लागि प्रार्थना गर्नुहोस्। The Spirit of the Lord told me परमेश्वरको आत्माले मलाई भन्नुभयो, there will be much frustration and depression coming in the lives of young people. विशेष गरिकन जवान नानीहरूको जीवनमा ठुलो एकदमै अवसादका कुराहरू, फिक्रीका कुराहरू अनि नैराश्यका कुराहरू आउन लागेका छन्। Because they will see their dreams broken. किनभने उनीहरूले के देख्छन् भनेदेखि उनीहरूको सपना चाहिँ चकनाचुर भएको छ। Their careers will be shattered. उनीहरू जुन प्रकारको एउटा असल करियरको उनीहरूले कल्पना गरेका थिए, आशा गरेका थिए, त्यो चाहिँ अब एकदमै खतम हुन्छ। Because the academic courses and educational courses that they have taken, किनभने उनीहरूले लिएको जुन प्रकारको एकाडेमिक कोर्सेसहरू छ अनि अरु करियरका जुन प्रकारको कोर्सेसहरू उनीहरूले पूरा गरेका छन्, it will suddenly become irrelevant. अचानक उनीहरूले के थाहा पाउनेछन् अनि भेटाउनेछन् भनेदेखि उनीहरूले लिएको यो कोर्सहरू चाहिँ एकदमै असान्दर्भिक हुनेछ संसारसित। When they will go for studies, जब उनीहरू अध्ययनका निम्ति जान्छन् or they will reach final schooling years, अथवा उनीहरू स्कुलको अन्तमा फाइनलमा पुग्दछन्, they will be told, उनीहरूलाई के भनिन्छ भने this course is no longer valid. यो जुन चाहिँ कोर्स तिमीले लिइराखेका छौ यो चाहिँ कुनै पनि प्रकारले सान्दर्भिक छैन।
So we don't have much need of these graduates. र यो प्रकारले यो अध्ययन गर्नेहरूको यसको डिग्री लिनेहरूको ग्रेजुएट गर्नेहरूको हामीलाई दरकार छैन This will lead to frustration. अनि जसबाट चाहिँ नानीहरूमा ठूलो अवसाद आउनेछ Their lives will be shattered. उनीहरूको जीवन एक प्रकारले खत्म भएको जस्तै हुनेछ This will lead to suicides. अनि यसले चाहिँ के देखाउँछ के अझै बढाउँछ भनेदेखिलाई आत्महत्याका कुराहरू Rates of suicide will go higher. आत्महत्याको दर चाहिँ अब बढ्दै जानेछ There will be much bitterness in life. जीवनमा एकदमै तितो कुराहरू आउनेछ And they will become lawless. अनि त्यहाँनिर उनीहरू पनि अझै बढी रूपमा अराजकता फैलाउने मानिसहरू बनिनेछन् There will be rise in gang wars. अनि त्यहाँनिर थुप्रो प्रकारले दलहरूको बीचमा लडाईँ हुनेछ So these are the things that will happen. यो घटनाहरू अब हुने लागेको छ And let me tell you once again, मलाई फेरि पनि तपाईलाई भन्न दिनुहोस् it's my humble request. यो तपाईहरुप्रति मेरो नम्र निवेदन हो Please pray for the children all over the world. संसारभरिका नानीहरूको निम्ति कृपा गरेर तपाईले प्रार्थना गर्नुहोस् Even from those who are in school level to university level. स्कुलमा पढ्दै गरेको देखि लिएर युनिभर्सिटीको लेभलमा पुगिसकेका नानीहरू हरेकको लागि प्रार्थना गर्नुहोस् Please pray for them. कृपा गरेर उनीहरूको लागि प्रार्थना गर्नुहोस् Because they will be going through very hard times. किनभने उनीहरू चाहिँ बडो अप्ठ्यारो अनि कठिन समयबाट भएर जान लागेका छन् Tell them your stories of God's faithfulness. उनीहरूलाई परमेश्वर तपाईको जीवनमा कति सारा विश्वासयोग्य हुनुभयो भन्ने कुरा बताउन नचुक्नुहोस् Collect testimonies of God's faithfulness in your life. तपाईको जीवनमा भएको परमेश्वरको विश्वासयोग्यताको साक्ष्यलाई तपाईले जोगाएर राख्नुहोस् अनि उनीहरूलाई बताउनुहोस् Tell them about the reality of Jesus. येशू प्रभुको सत्यताबारे उनीहरूलाई प्रकट गर्नुहोस् Jesus is not about a person who is closed in books. प्रभु येशू ख्रीष्ट त्यो व्यक्तित्व हुनुहुन्न जो चाहिँ किताबमा मात्र अथवा बाइबलमा मात्र सीमित हुनुहुन्छ Make Jesus real to them. उनीहरूको लागि प्रभु येशू तपाईले वास्तविक बनाइदिनुहोस् Share your encounters with the Lord. प्रभुसँग भएको तपाईको जुन प्रकारको भेटघाट छ अनि मुटुभेट छ त्यसको बारेमा नानीहरूलाई बताउनुहोस् So they will become stronger. ताकि उनीहरू बलियो बन्न सकुन् And there's a shift coming in the body of Christ. परमेश्वरको देह मण्डलीमा एउटा परिवर्तन बनेर भनौं अथवा एउटा ऋतु परिवर्तनको समय आउन लागेको छ We are coming to the close of a church age. अब हामी चाहिँ मण्डलीको जुन चाहिँ युग छ कलेसियाको मण्डलीको युगको अन्तमा आइपुगेका छौं We are entering the kingdom age. अब हामी चाहिँ परमेश्वरको राज्यको युगभित्र पस्न लागेका छौं Let me tell you one thing. मलाई तपाईलाई एउटा कुरा भन्न दिनुहोस् Local church is just a small part of God's kingdom. स्थानीय मण्डली चाहिँ परमेश्वरको बृहत राज्यको एउटा सानो भाग मात्रै हो There are angels in God's kingdom. परमेश्वरको राज्यमा स्वर्गदूतहरू छन् There are living creatures, जीवित जीवातहरू छन् redeemed saints, त्यहाँनिर उद्धार भएका सन्तहरू छन् first fruits of redemption. उद्धारका पहिला फलहरू छन् There are so many supernatural elements in this kingdom of God. परमेश्वरको यो राज्यभित्र अलौकिक जीवहरू प्रशस्त रूपमा त्यहाँनिर छन् So at the close of the church age, जसै यस मण्डलीको अथवा कलिसियाको युगको अन्त हुँदैछ the church will begin to work together with this supernatural God's army. अब मण्डलीले चाहिँ परमेश्वरको यो प्रकारको अलौकिक उहाँको सेनाहरुसित मिलेर काम गर्न लाग्नेछ Number one, पहिलो कुरा the church will now come in sync with the kingdom of God. परमेश्वरको मण्डली चाहिँ अब आइवरिकन परमेश्वरको राज्यसित मिलापमा आउनेछ And prepare her people for the coming of the Lord. अनि आफ्ना मानिसहरूलाई प्रभु येशू ख्रीष्टको दोस्रो आगमनको निम्ति तयार पार्नेछ God is raising up many forerunners. परमेश्वरले धेरै धेरै अगाडि पट्टि गइवरिकन दौडने धावकहरूलाई खोज्दै हुनुहुन्छ Just like Jesus sent John the Baptist. जसरी परमेश्वरले प्रभु येशू ख्रीष्टको अगाडि यूहन्ना बप्तिस्मा दिनेवालालाई पठाउनु भयो In the same way, त्यस्तै प्रकारले before the second coming of the Lord, प्रभु येशू ख्रीष्टको दोस्रो आगमन हुनभन्दा अघि there will be many John the Baptists धेरै धेरै यूहन्ना बप्तिस्मा दिनेवालाको कार्य गर्नको लागि आउनेछन् who will be forerunners. जसलाई चाहिँ हामी फोररनर भनेर भन्न सक्छौं And they will be the forerunners of the kingdom. अनि उनीहरू चाहिँ परमेश्वरको राज्यको फोररनर्सहरू हुनेछन् अथवा परमेश्वरको राज्यको निम्ति तयारी पार्ने कार्यहरू गर्नको लागि अघिबाट आउनेछन् Number two, दोस्रो कुरो many large traditional mega churches will break up. धेरै धेरै ठूला ठूला पारम्परिक एकदमै विशाल अनि भव्य मण्डलीहरू चाहिँ अब उनीहरूमा विभाजन आउनेछ Smaller, powerful home churches will be created. ससाना लघु अनि एकदमै सामर्थ्य अनि शक्तिशाली होम चर्चहरू अथवा घरेलु संगतिहरू चाहिँ सुरु हुनेछ
These small churches will be on fire for God. यी ससाना घरेलु मण्डलीहरू चाहिँ परमेश्वरको आगोलाई बोक्ने मण्डली बनिनेछन्। Mega churches will not be able to sustain these times. ठूला ठूला मण्डलीहरू चाहिँ अब यो समयहरू भित्र उनीहरूले आफैलाई बचाउन सक्ने अथवा बाँच्न सक्ने अवस्थामा हुने छैनन्। So home churches will rise up. र यसरी अझै बढी रूपमा होम चर्चेसहरू चाहिँ सुरु हुनेछ, घरेलु कलेसिया सुरु हुनेछ। But these home underground churches will be very powerful. तर यो जुन प्रकारको होम अथवा अन्डरग्राउन्ड चर्चेसहरू छ, घरेलु संगतिहरू छ, गोप्य रूपमा चलाइएको संगतिहरू चाहिँ एकदमै सामर्थ्य हुनेछन्। They will be on fire for God. उनीहरू चाहिँ परमेश्वरको निम्ति आगो बोक्नेछन्। Number 3. तेस्रो कुरो, God will change the definition of the traditional type of unity. अब परमेश्वरले जुन प्रकारले आजको दिनसम्म हामीले चलाउँदै आइराखेको सुनिराखेको पारम्परिक रूपको एकता भन्ने शब्द छ, त्यसलाई चाहिँ परमेश्वरले अब बदलन लाग्नु भएको छ। What we have witnessed so far is a man-made unity. आजको दिनसम्म हामीले जे देखिराखेका छौं यो चाहिँ मानव निर्मित एकता हो, Depending on man's needs, मानिसको खाँचो अनुसारको, made by man's thoughts मानिसको विचारद्वारा बनाइएको एकता, to help men. मानिसले मानिसलाई सहायता गरोस् भनेर। So it's just more of like a social gathering. यो चाहिँ वास्तवमा एक प्रकारले हेर्यो भने एउटा सामाजिक एकता अथवा सामाजिक भेटघाटको एउटा झुण्ड मात्रै हो। But a very powerful unity initiated by the Holy Spirit is coming over the land. तर परमेश्वरले यस भूमिमा पवित्र आत्माद्वारा अगुवाई भएको एउटा सामर्थ्य अनि शक्तिशाली एकताको अभिषेक चाहिँ अब आउन लागेको छ। So Holy Spirit will be the director of this unity movement. अनि यस एकताको जुन प्रकारको मुभ छ, यस एकताको मुभको पछाडिपट्टि पवित्र आत्माको सामर्थ्य अगुवाई अनि अभिषेक हुनेछ। Man-made unity will give way to Holy Spirit unity. मानिसले आजको दिनसम्म आफ्नो विचारमा बनाएको एकता चाहिँ अब पवित्र आत्माको त्यो एकता, पवित्र आत्माको अगुवाईमा भएको एकतामा त्यो परिणत हुनेछ। You may not even know the people who are in this group. तपाईले जान्न पनि पाउनुहुने छैन कि तपाईको झुण्डभित्र को छ अनि यो मानिसहरू को हुन् भनेर। There will be such a powerful spiritual connection. यति सारो सामर्थ्य अनि शक्तिशाली आत्मिक उनीहरूसितको एउटा जोडाई तपाईले अनुभव गर्नुहुनेछ। There will be fathers, त्यहाँनिर बाबुहरू हुनेछन्, there will be children, नानीहरू हुनेछन्, all coming together, जम्मै एकै जुटमा एउटै झुण्डमा हुनेछन्। अब all helping each other grow, उनीहरू एक अर्कालाई बढ्नमा सहायता पुर्याउनेछन्। intense in their first love, पहिलो प्रेममा एकदमै सामर्थ्य अनि शक्तिशाली रूपमा प्रगाढ रूपमा उभिएका मानिसहरू, focused on God, परमेश्वरमा मात्र केन्द्रित भएका, and doing what God wants them to do, परमेश्वरले जे चाहनुहुन्छ त्यही कुरो गर्नको लागि तयारी हुने, living and dying for Jesus येशू प्रभुको लागि जिउने अनि मर्ने व्यक्तिहरू until their last breath. उनीहरूको अन्तिम श्वास रहेसम्म। Everyone will have that same heart and same unction. हरेकको त्यही हृदय हुनेछ, त्यही विचार हुनेछ अनि त्यही प्रकारको आत्माको अभिषेक र भावना हुनेछ। They will go forth together. उनीहरू सँगै मिलेर अगाडि जानेछन्। They will be led by the chief shepherd of the soul. उनीहरू चाहिँ उनीहरूको प्राणको सबैभन्दा प्रमुख गोठालाद्वारा अगुवाई भएका व्यक्तिहरू हुनेछन्। Number 4. चौथो कुरा, This new move will suffer much persecution from traditional or mega churches. यो नयाँ जुन प्रकारको मुभ छ, यो नयाँ मुभमा पर्ने व्यक्तिहरूले चाहिँ पारम्परिक अथवा पुरानो पन्थी मण्डलीहरूबाट विशेष रूपले उनीहरू प्रताडित हुनेछन् अथवा उनीहरूले ताड्न पाउनेछन्, सतावट पाउनेछन्। Many international denominations and mainline churches will align with World Council of Churches. धेरै ठुला मण्डलीहरूले अनि पारम्परिक मण्डलीहरूले चाहिँ आफैलाई वर्ल्ड काउन्सिल अफ चर्चेससित एकजुट बनाउनेछन्। This will make way for one world religion. अनि यसले चाहिँ संसारमा विश्वको एउटै धर्मको निम्ति बाटो तयार पार्नेछ। And World Council of Churches will be a part of it. अनि वर्ल्ड काउन्सिल अफ चर्चेस जुन चाहिँ यो चाहिँ यो विश्वको एउटै धर्म भित्रको एउटा संगठन बनिनेछ। So when your leader says, जब तपाईका अगुवाले तपाईलाई भन्नेछन्, we are affiliating to World Council of Churches, हामी चाहिँ अब वर्ल्ड काउन्सिल अफ चर्चेसमा संलग्न हुँदैछौँ भनेर, don't clap your hands. तपाईले त्यतिबेला ताली नबजाउनुहोस्, Don't applaud. तपाई एकदम खुसी नहुनुहोस्। Quietly come out from the church. त्यो मण्डलीबाट चुपचापसितले निस्केर आउनुहोस्। Come out from Babylon. बेबिलोनबाट निस्कनुहोस्। Don't mingle there. उनीहरुसित सँगै नबस्नुहोस्। As Jesus told the blind man जसै प्रभु येशू ख्रीष्टले त्यस अन्ध व्यक्तिलाई भन्नुभयो, after he healed him, जसै उहाँले तिनलाई चंगाई गर्नुभयो, don't go back to that city. त्यो शहरमा फेरि फर्केर नजाऊ, Don't go back. नजाऊ फर्केर त्यहाँ। So you need to come out. तपाई त्यहाँबाट निस्केर आउनुपर्छ। Don't fight. लडाई नगर्नुहोस्, Don't argue. अनि झगडा नगर्नुहोस्, विवाद नगर्नुहोस्, Just quietly come out. शान्त बस्नुहोस्, निस्केर आउनुहोस्। Number 5. पाँचौं कुरा, There shall be a remnant who will rise from this dust.
अनि यो धुलोहरुको बीचबाट एउटा बाँचेको एउटा रहल भाग चाहिँ निस्केर आउनेछ। They shall be like Abraham called from the land of Ur. उनीहरु चाहिँ अब्राहम जस्तै हुनेछन् जसलाई परमेश्वरले उर देशबाट बोलाउनु भयो। Or they will be like Ruth called out from Moab. अथवा परमेश्वरले जसरी रुथलाई मोआबहरुको बीचबाट बोलाउनु भयो त्यस्तै हुनेछन्। So they will be called out as remnants. उनीहरुलाई चाहिँ परमेश्वर एउटा बच्चाएको एउटा रहल भाग उहाँको निम्ति अलग्गै राखिएको भाग भनेर उहाँले बोलाउनु हुनेछ। So they'll be small, उनीहरु हेर्दाखेरि सानो हुनेछन् but they'll be powerful. तर सामर्थ्य नै शक्तिशाली हुनेछन्। Many will not like them. धेरैले उनीहरुलाई मन पराउने छैन। In fact, they will be hated. वास्तवमा उनीहरु सबैबाट घृणित हुनेछन्। They will be persecuted. उनीहरु सतावटमा पर्नेछन्। But they will be walking in glory. तर उनीहरु महिमामा हिँड्नेछन्। Number 6. छैटौं कुरा, The contents of the messages preached from the pulpit will change. पुलपिटबाट प्रचार गरिने जुन चाहिँ सन्देश छ, सन्देशको विषय चाहिँ परिवर्तन हुनेछ। The topics will change. त्यसको जुन प्रकारको शीर्षक छ अनि जुन विषयमा बात गरिन्छ त्यो सम्पूर्ण रूपले बदलिनेछ। True servants of God will start preaching holiness. परमेश्वरका साँचो दासहरूले पवित्रताको बारेमा पुलपिटबाट प्रचार गर्न लाग्नेछन्। Not just mere holiness on man's standard, मानिसको सोचाइको स्तरको पवित्रताको बारेमा मात्र होइन, but a radical holiness तर एउटा एकदमै सामर्थ्य अनि एकदमै शक्तिशाली पवित्रता and a radical obedience to the word of God. अनि परमेश्वरको वचन अनि आदेशप्रति एकदमै 100% त्यसलाई पालन गर्ने व्यक्तित्व। Those servants of God who are waiting on God these days, ती परमेश्वरका दासहरू जसले परमेश्वरले यो दिनहरुमा पर्खिराखेका छन्। your message is going to change. तपाईको सन्देशमा अब परिवर्तन आउन लागेको छ। God is going to fill you with the spirit of boldness. परमेश्वरले तपाईलाई उहाँको निर्भीकता अनि साहसको आत्माले भर्दै हुनुहुन्छ। In fact, the boldness will be so strong. वास्तवमा त्यो साहस अनि त्यो आँट चाहिँ यति साह्रो शक्तिशाली हुनेछ। As you will be preaching God's word, जसै तपाईले परमेश्वरको वचनलाई प्रचार गर्न सुरु गर्नुहुन्छ, you will be breaking your own chains. तपाईले आफ्नै जीवनको बन्धनहरुलाई पनि भत्काउँदै हुनुहुनेछ। You will be breaking your own bondages. आफ्नै बन्धनहरुलाई तपाईले टुक्रा-टुक्रा पार्नुहुनेछ। And you will see thousands of bondages being broken in the pews. अनि तपाईले मानिसहरुको भिडको बीचमा हजारौं हजार यो प्रकारको बन्धनहरुलाई टुक्रा-टुक्रा भएको त्यो सांगनीहरुलाई चुडेको तपाईले भेट्टाउनु हुनेछ। A supernatural anointing to preach in boldness is coming forth. एउटा अलौकिक अनि शक्तिशाली सामर्थ्य पवित्रतामा प्रचार गर्नका लागि चाहिँ त्यो शक्तिलाई परमेश्वरले पठाउँदै हुनुहुन्छ। You will no longer compromise. तपाईले अब कुनै पनि प्रकारले अब उसो सम्झौता गर्नुहुन्न। This is for all true servants of God. यो भविष्यवाणी चाहिँ परमेश्वरको हरेक उहाँलाई सही प्रकारले सेवा गर्ने उहाँको दासहरुको लागि हो। A small number of them. केही कम्तीमा मात्रै छ यो संख्या, But God is going to raise you up. तर परमेश्वर तपाईलाई माथि उठाउँदै हुनुहुन्छ। Number 7. सातौं कुरा, Prophets shall be equipped to speak to this generation. भविष्य वक्ताहरूलाई यस पिढीसित बोल्नका लागि हर प्रकारको साधनहरू उपलब्ध गराइनेछ। A company of prophets is rising up. अगम वक्ताहरूको एउटा झुण्डलाई परमेश्वरले खडा गर्दै हुनुहुन्छ। They will have strong foreheads. उनीहरू एकदमै शक्तिशाली अनि बलियो निधार भएका व्यक्तिहरू हुनेछन्। They will stand in this stubborn generation. यो बडो ढिट पुस्ताको अगाडिपट्टि उनीहरू खडा हुनेछन्। So this is the stubborn generation. यो जुन चाहिँ पुस्ता छ, यो खडा भएको पुस्ता चाहिँ एकदमै जिद्दी पुस्ता हो। Stiff-necked people. एकदमै दह्रो घाँटी भएका मानिसहरू। But God is going to send His prophets. तर परमेश्वरले उहाँको भविष्यवक्ताहरूलाई पठाउँदै हुनुहुन्छ। Whether people want to listen or not, मानिसले सुन्नु चाहोस् या नचाहोस् it doesn't matter. त्यसले फरक पार्दैन। But they will be on fire for God. तर उनीहरू चाहिँ परमेश्वरको निम्ति आगो हुनेछन्। And they will bring a radical change in God's body. अनि उनीहरूले परमेश्वरको मण्डलीमा परमेश्वरको देहमा एउटा ठूलो परिवर्तनलाई लिएर आउनेछन्। So these are the shift that is going to come to the body of Christ. परमेश्वरको देह मण्डलीमा यो प्रकारको ऋतु परिवर्तनको कुरा आउन लागेको छ। My dear brothers and sisters, मेरो प्यारो भाइ अनि बहिनीहरू, as I have given the word that God had given to me, परमेश्वरले मलाई दिनुभएको वचन मैले तपाईहरुको अगाडिपट्टि राखिदिएको छु। I want you to pray for all this. यो जम्मै कुरोको लागि प्रार्थना गरिदिनुहोस् भनेर म तपाईलाई बिन्ती गर्छु। And get ready for what God is saying to these nations. परमेश्वरले राष्ट्रहरूलाई के भन्दै हुनुहुन्छ त्यसको निम्ति तपाईले आफै तयार बन्नुहोस्। Many of you will lose jobs. तपाईहरुमध्ये कति जनाको नौकरी छुट्ने छ। But if you walk in His ways, तर यदि तपाई उहाँको मार्गमा हिँड्नु भयो भने He will take care of your needs. तपाईको खाँचोलाई उहाँले नै भरपाई गर्नुहुन्छ। Many of your educational system will come to a halt. तपाईहरुमध्ये कति जनाको जुन प्रकारको शिक्षा प्रणाली छ त्यो नै एक प्रकारले बन्द हुने अवस्थामा आइपुग्नेछ।
But if you walk in the ways of the Lord, तर यदि तपाईँ परमेश्वरको मार्गमा हिँडिराख्नु भयो भने He will not bring you to shame. उहाँले तपाईँलाई शर्ममा पार्नुहुने छैन। You will hear a voice that says behind you, एउटा आवाजलाई तपाईँले सुन्नुहुनेछ जो तपाईँको पछिबाट आउनेछ, this is the way. बाटो यही नै हो, Walk ye in it. यही बाटो भएर हिँड, This is the way. यही नै हो बाटो, Walk in it. यसै बाटो भएर जाऊ। Even as the whole world is going through this crisis, जसै सम्पूर्ण संसार नै यो प्रकारको ठुलो विपदको परिस्थितिबाट भएर यस बेला गइराखेको छ, the church needs to hurry up. मण्डली अब हतारिनु जरुरी छ। Don't sit down. चुपचाप नबस्नुहोस्, Stand up. अब खडा हुनुहोस्, Put on your belt. आफ्नो पेटीहरू लगाउनुहोस्, अब Carry your staff stick. आफ्नो लौरोहरूलाई हातमा लिनुहोस्, Eat your food hurriedly. अनि अब खडा भएर उठेर नै हतार हतार गरिकन आफ्नो खानेकुरा खानुहोस्। Gorge on the word of God. परमेश्वरको वचनलाई समाति राख्नुहोस्। Study and meditate on the word of God like never before. अहिलेसम्म कहिले नगर्नु भएको स्तरमा परमेश्वरको वचनलाई मनन गर्नुहोस्, ध्यान गर्नुहोस्, पढिराख्नुहोस्। Let your soul rest. तपाईको प्राणले विश्राम गरोस्। Come to a place where God is calling you परमेश्वर तपाईलाई जहाँ बोलाउँदै हुनुहुन्छ त्यहाँनिर आउनुहोस् and walk in His ways, अनि उहाँको मार्गमा हिँड्नुहोस्, because He is going forth. किनकि उहाँ अघि जाँदै हुनुहुन्छ। The Bible says बाइबलले भन्छ He leads His flock from the front. उहाँले आफ्ना झुण्डहरूलाई, आफ्नो बगालहरूलाई अगाडि गइकन अगुवाई गर्नुहुन्छ। It's our job to follow Him. हाम्रो काम चाहिँ हो, हाम्रो जुन प्रकारको कार्य, हाम्रो कार्य चाहिँ हो उहाँलाई पछ्याउनु। If you are hearing the voice of the shepherd, यदि तपाईले गोठालाको आवाजलाई सुन्दै हुनुहुन्छ भने it's time to rise up from your place अब तपाईँ आफ्नो ठाउँमा बसेको स्थानबाट खडा हुनु जरुरी छ and walk. अनि हिँड्न लाग्नुहोस्। God bless you till we meet again. परमेश्वर तपाईलाई सबैजनालाई आशीष दिउन् जबसम्म हामी अर्को पालि भेट्दैनौँ।